गाइस अब चाहिँ म जिममा आएको छु। यहाँ कोही पनि छैन, सुनसान छ होइन। म चाहिँ एक्लै जिममा छु अहिले यहाँ। ए बडी लाइफ पोइन्ट त गाइस अहिले चाहिँ म जिममा छु यहाँ, देख्न सक्नुहुनेछ। अब म चाहिँ लेगको हानेर देखाउने छु होइन। न गाइस न सक्नुहुन्छ र गाइस अब चाहिँ म लेगको हान्दैछु। अच्छा देख्न सक्नुहुन्छ लेख्छ हाल्दैछु न। वाह शाबाश, लेट्स गो। लगाच आज धेरै हान्ने जस्तो छ। ल जिममा एक्लै बिन्दासले हान्दै बस्दै देख्न सक्नुहुन्छ यता जिमहरू। यहाँ जिमको हरेक सामान छ। आज चाहिँ मेरो स्क्वाट्सहरू पनि दिएको उतानिर देख्न सक्नुहुनेछ। यता म पछाडि देख्न सक्नुहुनेछ गाइस। छ पसिना पनि आयो हजुरलाई। अरू आज लेखेको थियो अरू अब बाइसेप ट्राइसेप ब्याक सोल्डर फोरआर्म्स को अर्को नेक्स्ट टाइम अर्को नेक्स्ट भिडियोमा ल्याउँलाई गाइस। ल देख्न सक्नुहुनेछ आज चाहिँ म एक्लै छु। आज सुनसान छ के गर्नु गाइस। यस्तै छ है, मेरो लेग सिद्धेकै छैन, अझै बाँकी छ। हजुरहरू अघिको ऱ्याप हानेको सिकाएको छु दुइटा हो, त्यो गर्नु होला बिस्तारै ओके। र म चाहिँ अर्को ऱ्याप हान्छु, अर्को सेटअप हान्दाखेरि देखाउँछु हजुरहरूलाई ओके। ल गाइस तिर्खो लाग्यो, अब आफू चाहिँ पानी पिउने भयो। कस्तो यार यहाँ माई डग इज माई हिरो लेखेको छ, खतरा छ। माई डग इज माई हिरो। मान्छे पनि हिरै जस्तो छु नि त अरे केही छैन केटा हो, जिम गर्न सिक्यो मैले जस्तो। केटा हो के गर्छ, केटीको जिन्दगीमा पसिना बगाउनु भन्दा त आफ्नो जिम गरेर मेहनतको पसिना बगायो केटा, पछि आफ्नो ज्यानले कुनै दिन काम दिनेछ। केटीको ज्यानले त पक्कै काम दिँदैन होला। त्यही भएर केटा जिमतिर फोकस गर है। अन्त पुरा जिमतिर फोकस ओके केटा। ल अर्को भ्लगमा भेटौँला ल गाइस, बाई बाई, टाटा सिटी मारे।